मानव शरीरमा 60% पानी हुन्छ, रगतमा 80% पानी हुन्छ र रगतको तरल भाग प्लाज्मामा 90% भन्दा बढी पानी हुन्छ। तर त्यही पानी शरीरको पिसाब, पसिना, सास फेर्दा, थुक र दिशाको माध्यमबाट बाहिर निस्किने गर्छ। आजको यस भिडियोमा कुरा गर्नेछौँ पानी किन हाम्रो शरीरलाई महत्त्वपूर्ण छ, एक दिनमा कति पानी पिउन आवश्यक छ र पानीको कमीका कारणले गर्दा मानव शरीरमा देखा पर्ने लक्षण के हुन्। नमस्ते साथीहरू, म भूपेन्द्र परियार। पानी यति आवश्यक छ कि जति खानेकुरा र अक्सिजनको आवश्यक छ। यही पानीकै कारणले गर्दा मानव शरीरमा देखा परेका कतिपय समस्याको समाधान र रोगको उपचार पनि हुन्छ। पानी हाम्रो शरीरको जीवन र स्वास्थ्यको आधार हो, त्यसैले शरीरको कार्यप्रणालीलाई सहज बनाउँछ। पानीको पहिलो काम हो ट्रान्सपोर्ट। पानीले अक्सिजन, खानेकुरा, मिनरल्स, हर्मोन यी सबैलाई शरीरको एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउने गर्छ, जसले गर्दा हाम्रो कोशिकाहरू जीवित रहन्छन्। हाम्रो शरीरमा हरेक दिन 50 देखि 70 बिलियन अथवा 70 अर्ब कोशिकाहरू जन्मिन्छन् भने त्यति नै मर्छन्। पानीको अर्को काम हो विषादीलाई बाहिर फाल्नु। पसिना, किडनी र दिशाको माध्यमबाट हाम्रो शरीरमा रहेको विषादीहरू बाहिर जाने गर्छ। पानीले कन्स्टिपेसन वा कब्जियत हुनबाट बचाउँछ। पानीले आन्द्राको गतिलाई राम्रो र आन्द्राभित्रको दिशालाई नरम बनाउँछ, जसले दिशा सुक्न दिँदैन र सजिलै बाहिर निस्किन सहयोग गर्छ। शरीरमा पाचन गर्दा इन्टेस्टाइनल, ग्यास्ट्रिक जुस यी सबै लिक्विड फर्ममा हुन्छन्। यी सबैलाई लैजाने र ल्याउने काम पनि पानीले गर्छ। पानीले शरीरको सबै जोड्ने र मांसपेशीलाई लुब्रिकेट गर्छ। जोइन्टको कार्टिलेज र स्पाइनल डिस्कमा झन्डै 80% पानी हुन्छ, त्यसैले जोड्नेलाई लुब्रिकेट बनाउँछ। पानीले इलेक्ट्रोलाइटलाई ब्यालेन्स गर्छ। शरीरभित्र पानी र नुनजन्य खनिज जस्तै सोडियम, पोटासियम, क्लोराइड, क्याल्सियम, म्याग्नेसियम सही मात्रामा हुनु हो। यसले शरीरको तापक्रमलाई मेन्टेन गर्छ र सधैँ हाइड्रेसनमा राख्छ। त्यसैले गर्दा शरीरलाई पानी पिउन आवश्यक छ। प्रतिदिनमा पानी यति पिउनुपर्छ भनेर कुनै पनि अध्ययनले बताएको छैन, तर अमेरिकाको नेसनल एकाडेमिक एन्ड इन्जिनियरिङ मेडिकल साइन्सले गरेको अध्ययन अनुसार पुरुषका लागि 3.7 लिटर अथवा 8 देखि 10 गिलास र महिलाका लागि 2.7 लिटर अथवा 8 गिलास पानी प्रत्येक दिन पिउन आवश्यक छ। यदि हामीले पर्याप्त मात्रामा पानी पिएनौँ भने हाम्रो शरीर सधैँ डिहाइड्रेसन हुन्छ र शरीरमा टाउको दुख्ने, चक्कर, थकान, कमजोरी महसुस, ध्यान केन्द्रित गर्न गाह्रो, मांसपेशीहरू क्र्याम्प, ओठ मुख सुक्खा, कब्जियत जस्ता लक्षणहरू देखा पर्छन्। त्यसैले आजबाट पर्याप्त पानी पिउनुहोस् र शरीरलाई हेल्दी राख्नुहोस्। आशा गर्छु सबैजना स्वस्थ र खुसी हुनुहुन्छ होला। फेरि भेट्नेछौँ हामी अर्को भिडियोमा। हस्, धन्यवाद।